गाइसहरू म चाहिँ आज सिन्धी खोला आएको डार्लिन होइन मान्छे भएर जन्मेपछि अब दुःख चाहिँ गर्नु नै पर्छ भन्ने तपाईँहरूलाई पनि थाहा नै छ। हेर्नुहोस् यस्तो छ हाम्रो डार्लिने बाटो चाहिँ होइन लास्टै गाह्रो छ। यहाँदेखि लोटेपछि हेर्नु सक्नुहुन्छ पुरा खोलामा जाने हो होइन त्यही भएर लास्टै गाह्रो छ क्या। त्यही भएर मान्छे भएर जन्मेपछि दुःख त धेरै नै गर्नुपर्छ भन्ने होइन जिन्दगीमा धेरै नै बुझ्छ क्या। हेरौँ त यस्तो बाटो यस्तो छ कि गाइसहरू होइन देख्नुहुन्छ तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो गाउँको बाटो है। यस्तो बाटोमा यस्तो डालिएर जिल्लामा लिएर आउनुपर्छ होइन। म चाहिँ यता छु पछि यस्तै गाह्रो छ क्या। मान्छे भएर जन्मेपछि दुःख त धेरै गर्नुपर्छ क्या होइन। यो त सामान्य हो नि त जिन्दगीको मोडमा होइन कति दुःख गर्यो कति गर्ने होइन त्यो त पछि समयको खेल हो। पसिना भए होइन काम त गर्नै पर्यो। काम नगरे खाना पुग्दैन लाउन पुग्दैन। यस्तो दार पुग्नुपर्छ पुरा जङ्गलमा होइन। र त चाहिँ गाह्रो छ यस्तो खोला छ होइन धेरै टाढा छ क्या बाटो हाम्रो गाउँको यस्तो होइन गाह्रो छ नि। यसै गरेर जानेछ होइन। तपाईँहरूलाई म फुल भिडियोमा चाहिँ पानी खान लगाएको है राम्रो सोध्छ मुलको पानी होइन। मुल यहाँनिर छ भने म यहाँनिर छु मुलको पानी खान लगाएको छु है। चाहिँ त घन बाटोमा यात्रा गर्दैछौँ टक्क यस्तो होइन यस्तो जङ्गल छ पुरा धेरै टाढाको यात्रा छ होइन। हामी चाहिँ भर्सि ढिलो गरिरहेछौँ बाटोमा। यस्तो देख्नुहुन्छ लाली गुराँसहरू धेरै फुलिरहेको छ है। यहाँनिर देख्न सक्नुहुन्छ आज भोलिसँग नि लाली गुराँस यस्तो छ होइन टक्क गर्दै गाह्रो छ हो यस्तो बाटोमा होइन। लास्टै टाढाको यात्रा छ क्या है। अझै मेरो गाउँ पुग्नलाई धेरै नै टाढा छ। म तपाईँहरूलाई अहिले गाउँको यता साइडतिर टाढातिर गएपछि होइन गाउँको दृश्यहरू देखाइरहन्छु हेर्नु होला तपाईँहरू है। धेरै नै छ होइन यसो गरेर बाटो छ यसै गरेर जान्छ होइन यसै गर्दा होइन। त्यो हामी चाहिँ यता बसिरहेको छौँ है। साथीहरू गाह्रो छ होइन आफूले बस्ने घर बनाउनको लागि होइन धेरै नै दुःख गर्नुपर्छ यस्तै हो। यो चाहिँ होइन मेरो गाउँ हो। तपाईँहरूलाई कस्तो लाग्छ होइन तपाईँहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला भन्नुहोस्।